समाज सेवामै तपाईको जीवन समर्पित, गीत संगीतले मन सबैको छोयो आनन्दित। हिमाल जस्तो उच्च तपाईको यो अभिलाषा, दयालु हृदयले दिन्छ सबैलाई आशा। राधिका पोखरेल तपाईको योगदान यो महान, सदैव अमर रहनेछ यो राष्ट्रको गुणगान। समाज सेवामै तपाईको जीवन समर्पित, गीत संगीत। वरिष्ठ समाजसेवी राधिका पोखरेलबाट जिरेखिम्ती वृद्ध विश्राम तथा परोपकार केन्द्रलाई रकम हस्तान्तरण कार्यक्रम 2076 को समुद्घाटन भएको घोषणा गर्दछु। धन्यवाद। महेश प्रसाद दाहालज्यूलाई स्वागत गीतबाट यहाँ उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्नको लागि विनम्र अनुरोध गर्दछु। राधिका पोखरेलसँग चिन्जान भएपछि उहाँको प्रतिनिधिको रूपमा मैले निरन्तर तेह्रथुम प्रतिनिधि मात्र नभएर नेपाल प्रतिनिधिको रूपमा मैले काम गरिरहेको छु र खास गरी राधिका पोखरेलले गर्ने सेवा, समाज सेवालाई सञ्चारको माध्यमबाट बाहिर निकाल्नको लागि मैले र सम्पूर्ण पत्रकार साथीहरूले हामी सहकार्य गरेर काम गरिरहेका छौँ। संक्षिप्तमा अहिलेसम्म हामीसँग काम गरिरहँदाखेरि उहाँले यो वृद्ध विश्रान्ति भवनलाई मात्र पहिलो किस्तामा 3,11,111 यो जुन हामीले पछाडितिर देखेको भवन निर्माणको लागि सहयोग गरिसक्नु भएको छ भने यो भवनले मात्र अब वृद्ध वृद्धाहरूको मन शान्ति हुँदैन र खेल मैदान पनि चाहिन्छ भनेर यो जुन हामीले कार्यक्रम गर्दै गरेको स्थल खरिद गर्नको लागि उहाँले 7 लाख रुपैयाँ पठाउनु भएको छ र यो 7 लाख रुपैयाँको चेक आज हामी हस्तान्तरण गर्नेछौँ र उहाँले सकेसम्म चाँडोभन्दा चाँडो यो जग्गा खरिद गरेर यही कम्पाउन्डभित्र एउटा गेट निर्माण गरेर उहाँको नाममा त्यो गेट शिलान्यास गरिनेछ भन्नुभएको छ। त्यसैले यो काम चाँडोभन्दा चाँडो सकिन्छ भन्ने मैले विश्वास लिएको छु र अहिलेसम्म उहाँले स्वर्गीय जीवराज आशितका पत्नी माया गेवालीको घर तथा शालिग सहित पार्क निर्माण गर्नको लागि 34,50,000 दिएर घर अनि शालिग र पार्क बनिसकेको छ। रत्नमावी सोलमामा स्टेज निर्माणको लागि 10 लाख दिनुभएको छ। म्याङलुङ क्याम्पस तेह्रथुममा पुस्तकालय भवन निर्माणको लागि 10 लाख दिनुभएको छ। पतालेश्वर मन्दिर निर्माणको लागि 10 लाख र अक्षय कोषद्वारा पुजारी व्यवस्थापनको लागि रु 1,50,000 दिनुभएको छ। उहाँले सोध्दै हुनुहुन्थ्यो यो पुजारी व्यवस्थापनको अक्षय कोष के भइरहेको छ, त्यो पनि हामीलाई जानकारी हुनुपर्छ भन्दै हुनुहुन्थ्यो। र पिङ्गुवा खोलामा मलामी खाजा घर र सब पोल्ने निर्माणको लागि 8 लाख दिनुभएको थियो र रेडियो मेन्च्यामको भवन निर्माणको लागि 2 लाख र अनुदान 2 लाख अनुदान र 5 लाख उहाँले ऋण प्रदान गर्नुभएको छ। क्याम्पसमा अक्षय कोष स्थापनाको लागि 1,11,111 दिनुभएको छ म्याङलुङ क्याम्पसलाई। रेडक्रस उपशाखा जिखिम्तीलाई 1,11,111 दिनुभएको छ। भौतिक पूर्वाधार तर्फ उहाँको यो टोटल हिसाब गर्दा 1,25,00,000 हुँदो रहेछ र शैक्षिक क्षेत्रमा विभिन्न विद्यालयमा अक्षय कोष राखिदिनु भएको छ। जम्मा गरी 15 लाख कालिका रत्नमावी लगायत विभिन्न स्कुल गरी 15 लाख उहाँले शैक्षिक क्षेत्रमा लगानी गर्नुभएको छ र विभिन्न बिरामीहरूलाई स्वास्थ्य उपचारतर्फ 3 लाख रुपैयाँ उहाँले चाहिँ खर्च गर्नुभएको छ र खेलकुदतर्फ 2 लाख गरेर जम्मा 1.25 करोड उहाँले आफ्नै परिश्रमले कमाएको रकम समाज सेवामा तेह्रथुमको लागि उहाँले लगानी गर्नुभएको छ। हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद। नम्बर 1 का माननीय सांसद श्री लक्ष्मण तिवारीज्यू र यसै म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाम्बेज्यूलाई हाम्रो संस्थाका अध्यक्ष श्री भरतबहादुर सिंहजाङज्यूलाई हस्तान्तरण गर्नको लागि अनुरोध गर्दछु। वास्तवमै एउटा इतिहास हो। यो ठुलो रकम हामी उहाँको हस्तबाहुलीबाट आदरणीय समाजसेवी राधिका दिदीले प्रदान गर्नुभएको 7 लाख रुपैयाँ बराबरको
चेक हस्तान्तरण कार्यक्रम भइरहेको छ। उहाँहरूलाई आदरणीय समाजसेवी राधिका पोखरेलज्यूलाई तालीबाट अन्तरात्मादेखि धन्यवाद दिँदै तालीबाट धन्यवाद दिनको लागि स्वागत गर्नको लागि विनम्र अनुरोध गर्दछौँ। वास्तवमै हामी एउटा ऐतिहासिक क्षणमा छौँ, किनकि एउटा समाज सेवामा यो म्याङ्ग्लोङ नगरपालिकाले मात्र नभएर हाम्रो तेह्रथुम जिल्लालाई पनि समृद्ध बनाउनको लागि, यो तेह्रथुम जिल्लालाई अथवा म्याङ्ग्लोङ नगरपालिकालाई समृद्ध बनाउनको लागि, नेपाललाई समृद्ध बनाउनको लागि 7 लाख बराबरको हाम्रो हातमा चेक प्राप्त भएको छ। उहाँलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौँ। हामी यसै स्टेजबाट के पनि भन्न चाहन्छौँ भने तपाईँ र थुक तेलले गरेर पठाउनु भएको रकम 1 पैसा पनि खेर नफाली तपाईँको पैसालाई हामी सदुपयोग गर्नेछौँ भन्ने विश्वास दिँदै आदरणीय समाजसेवी राधिका दिदीलाई अन्तरात्मादेखि वृद्धहरूको सम्पूर्ण वृद्धहरूको तर्फबाट उहाँको जीवनमा कहिले पनि दुःख नपरोस्, जहिले पनि सुख शान्ति मिलोस्। आचुर्यबाट फोनमा आउँदै हुनुहुन्छ, उहाँको फोन कल लिएर आउँदै हुन्छ मनोज भाइ। मेरो सम्पूर्ण म टाढा भए पनि उहाँहरूलाई म एकदम हार्दिक अभिवादन गर्न चाहन्छु र मेरा जिल्लाका आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण मेरा साथीहरूलाई मेरो तर्फबाट एकदमै नमन भन्न चाहन्छु। म टाढा भए पनि मेरो लागि तपाईहरूले यति धेरै दुःख गरेर मेरा समाज सेवालाई टेवा पुर्याउँदै मेरा हरेक कुराहरूलाई तपाईहरूले सहयोग र साथ दिनुभएको छ र मैले केही गर्न सकेको छु, नत्र त मैले मात्रै के गर्न सक्छु। र त्यसैले आज यो पवन अवसरमा मलाई एउटा वृद्ध विश्रान्ति र एउटा सानो जग्गा खरिद गरेर मैले प्रदान गर्ने मौका दिनुभयो, त्यसको लागि आभारी छु। त्यसैले आज यो प्रोग्राममा म उपस्थित हुन नसके पनि मेरा आदरणीय मेयरज्यू, सभासदज्यूहरू, सम्पूर्ण पत्रकार साथीहरू, आमा बुबा, वृद्ध विश्रान्तिका मेरा प्राण प्रिय बुबा आमाहरू उपस्थित भए ठाउँमा मैले उपस्थित हुन पाइनँ, तर कुनै दिन म उपस्थित भएर मेरा हातले पनि उहाँहरूलाई अङ्कमाल गर्नेछु। त्यसैले आज तपाईँहरू उपस्थित भएर यति राम्रो कार्यक्रम गरिदिनु भएको छ। म टाढा बसे पनि मेरो समय मिलाएर मेरा सबै कुरालाई मिलाएर पनि मैले तपाईँहरूसँग 2 शब्द बोल्ने मलाई अवसर दिनुभयो र मेरा 2 शब्द यही अन्त गर्छु। धन्यवाद। विशेष गरी राधिका पोखरेल जो हाम्रो एउटा म त उहाँलाई एउटा साक्षात् ईश्वर नै भन्छु, किनभने मानिसको जीवन मानिस भएपछि कस्तो स्वभाव हुन्छ भने धेरैको स्वार्थमा लिप्त हुने, आफ्नो लागि मात्रै लागि पर्ने, धन दौलत पद प्रतिष्ठामा दौडिरहने, त्यति मात्रै होइन आफ्नो लागि त गर्छन् अरूको लागि हानि पनि गर्ने, अरूलाई अलिकति दुःख दिएर हुन्छ कि अरूलाई अलिकति सताएर हुन्छ कि अरूलाई कसरी हुन्छ अरूको बाट लिएर हुन्छ कि आफ्नो जम्माकरणतिर चाहिँ लाग्ने चाहिँ मानवीय एउटा संस्कार, त्यो संस्कारबाट माथि उठेर उहाँले दुःख श्रम पसिना बगाएर आफूले आर्जेको सम्पत्ति ज्येष्ठ नागरिकहरूको हाम्रा बुवा आमाहरूको हितका लागि उहाँले यति लाग्नु भएको छ। त्यो कार्यलाई त म हार्दिक नमन गर्न चाहन्छु, हार्दिक सलाम गर्न चाहन्छु। लागि म मुरी कृतज्ञता र धन्यवाद प्रकट गर्दै आफ्ना छोटा भाइलाई यही विसर्जन गर्न अनुमति चाहन्छु। धन्यवाद, नमस्कार। राधिका पोखरेल एउटा नेपालबाट टाढा अस्ट्रेलियामा बसेर पनि नेपालको भूमिमा निरन्तर सहयोग गर्ने एउटा व्यक्तित्व हो, जसले नेपालमा दुःख सुखमा बाँचेकाहरूलाई मलमपट्टि लगाउने र आफूले सम्मान गर्नुपर्ने ठाउँमा सम्मान गर्नको लागि जहिले पनि तयार रहने। अघि यहाँ उठेको छ झन्डै 2.25 करोडको सहयोग अहिलेसम्म नेपालका विभिन्न क्षेत्रमा उहाँले गर्नुभएको छ। फेरि पनि उहाँ विदेशमै भए पनि म राधिका पोखरेलप्रति हार्दिक सम्मान गर्न चाहन्छु, हार्दिक नमन गर्न चाहन्छु र उहाँलाई आगामी दिनहरूमा पनि यस्तो प्रकारको केन्द्रमा फेरि पनि सहयोग गर्न निरन्तर तपाईँको सहयोग रहिरहोस्, तपाईँको भोलिको भविष्य अझ बढी उज्जवल रहोस्, त्यो शुभकामना व्यक्त गर्दै बिदा हुन्छ। धन्यवाद।